जब हामी इक्जाममा फेल हुन्छौँ त्यतिखेर हाम्रो दिमागमा एउटा नयाँ कुरा आउँछ, नयाँ प्लानिङ आउँछ। म अब अर्को इक्जाम यति खतरा बनाउँछु कि त्यो इक्जाममा मैले क्र्याक गर्छु। के साँच्चै एक सेकेन्ड तपाईँले मनदेखि सोचेर बुझेर कुरा गर्नुभयो भने के तपाईँले अर्को एटेम्प्ट साँच्चै नै नाम निकाल्नको लागि दिँदै हुनुहुन्छ कि या आफूलाई मनमा सान्त्वना दिनको लागि गरिराख्नु भएको छ, अथवा आफ्नो प्रेसरलाई कम गर्नका लागि यो डिसिजन गरिराख्नु भएको छ, कि घर परिवारको प्रेसरबाट बच्नको लागि यो डिसिजन गर्नुभएको छ। अनि यो डिसिजन कति लामो, कति महिनासम्म टिक्ने, कि यो होल टोटल के हो भन्दाखेरि माइन्डको गेम हो। तपाईँले प्रेजेन्टको आफ्नो पीडा बिर्सनको लागि एउटा बाहना बनाउनुहुन्छ। त्यो बाहना के हो भन्दाखेरि अर्को एटेम्प्ट चाहिँ मैले राम्रो गर्छु, खतरा गर्छु, अर्कोमा त फिक्स निकाल्छु। यो भनेको एउटा तपाईँको साइकोलोजिकल गेम हो, जसले चाहिँ हरेक व्यक्तिले एकचोटि फेलियर भइसक्यो भने आफ्नो वर्तमानको पीडालाई भुल्नको लागि चाहिँ यस्तो दिमागमा इमेजिन गर्छ, नेक्स्ट चाहिँ म राम्रो गर्छु। तर वास्तवमा 1 मिनट रोकेर हेर्दा यो चाहिँ भ्रम मात्रै हो।